मारुनी माया मारुनी यति फास्ट हुन्छ आन्द्रा जानलाई। अब हामी चाहिँ अलिक नजानेर होला अलिक ढिलो हुन्छ है। अब यसलाई यसरी झिक्नुपर्छ है। यो फोहोर भन्छ। यदि हजुरहरूले पनि जान खाने यसरी झिक्नु होला। यो पछाडिपट्टिको है। एउटा खसी आन्द्रा त रहेछ भाइ। एउटा खसी बनायो लगायो। भुँडी र बोसो भुँडीको बोसो कसरी छुट्याउने भन्ने तरिका भाइले सिकाइरहेको छ। हेर्नु होला यो आन्द्रा कसरी छुट्याउने भनेर। आन्द्रा र भुँडी छुट्याउने तरिका साथै भुँडी त छुटिसक्यो। आन्द्रा कसरी निकाल्ने भन्ने तरिका चाहिँ हाम्रो त्यति ज्ञान नहुनसक्छ। यहाँ भाइहरूले चाहिँ त्यति फास्ट गरिरहनु भएको छ। हामीलाई अलिकति टाइम बढी लाग्ने भएको कारणले उहाँहरू चाहिँ एकदम एक्सपिरियन्स हुनुहुन्छ। त्यही भएर एकदम फास्ट काम गर्न सक्नुहुन्छ। अब हाम्रोतिर भुँडीलाई कसरी बनाउने भन्ने पनि थाहा छैन। यहाँ भुँडीमा के आइडियाले भुँडी बनाउने भनेर देख्न सक्नुहुन्छ है। र अब यो भुँडीमा चाहिँ हामीले पाइप छिराएर पानी हालिन्छ। एकदम सफा हुन्छ। यता यता सातपत्रमा अलिकति मान्छेले धुन नजानेपछि अलिक फोहोर देखिन्छ। यहाँ चाहिँ सातपत्र सफा गरेर छ अहिले भाइले चाहिँ। अब हामीले यसलाई चाहिँ धेरै बन्द गर्नै पर्दैन। यो चाहिँ एकदम फास्ट हुन्छ। यसलाई चाहिँ हाम्रो यो फ्लोर फाल्ने ठाउँ यतापट्टि चाहिँ हाम्रो ढल छ यहाँ। यस तरिकाले हालिन्छ। यताउता भाइले हामीलाई छुट्याइरहेको छ। अब
खसी बढ्ने गरेको हेर्नुहोस् तपाईँहरूले हाम्रो भाइहरूले चाहिँ फास्ट बनाउँछ खसीहरू आन्द्रा भुँडी पनि सजिलो झेल्न सक्ने चाहिन्छ क्या यतापट्टि चाहिँ हाम्रो खसीको खोर छ त्यस्तो खसी दुईटा बनाउने तरिका चट्टा एकदम शीतल गरेर पठाउनु पर्छ भिडियो बनाइरहेको छु है ल गाइजहरू अब एउटा खसी रेडी भयो अब भाइले अब आन्द्रा भुँडी धर्ने तरिका सरर छुट्याइदियो त्यहाँबाट ल यो खसी रेडी भएको अवस्था अब चाहिँ भाइले आन्द्रा एउटा भाइले पनि आन्द्रा बनाउनु रेडी गरिरहेको छ यो होइन त्यो मेरो रुमको हो त्यो अर्को होला त्यो त होइन आन्द्रा भुँडी यति फास्ट हुन्छ यो आन्द्रा भुँडी र सर्भ गरेर यिनीहरूले 20 मिनटमा खसी रेडी बनाउँछ तपाईँहरू कसैको खसी बनाउनु छ भने हामीलाई सम्झिनु सक्नुहुन्छ